यो भिडियो हामीले मजाकको लागि बनाएको हो। हजुरहरूले लास्टसम्म हेरेर साथ दिनुहोस् होला। धन्यवाद। यो हो सबैको प्यारो मामा सुमल सेफ। यो हो हाम्रो सबभन्दा डरलाग्दो हास्य कलाकार साम्तेङ सेफ। यो हो हाम्रो यो भिडियोको मेन क्यारेक्टर अमल सेफ। No, you carry on, Dada. You carry on. I handle. Oh my God. क्या बोले भाई? अब क्या बोले? क्या बोले? मैं तो मेरी क्या बातें को यार ना। ऑर्डर क्या क्या दादा? ऑर्डर की. मेरे मन ये बता दे. मामू भागा से क्या करेगा? छिटो न जाटा भिडियो न आगो तो मैं बात नहीं है। आयो हो गए बोला गाइस आज चाहिँ हामीले चिली पटेटो बनाएको हामीले चाहिँ चिली पटेटो बनाएको हैन गाइस आगो चाहिँ के गर्छिम भाइ भाइ त कि आग बेच सी मोमो लरे मापान जाथा Are you comedy me? सेल्फी सुन्दा मामु पनि भान्दालाई सिकाउने बेलामा त के भएको है रकेटलाई पनि हान्नु त्यो अलि चिल्ली पटेटो टक्कै भान्दालाई हान्नु दिएको भए सिक्थ्यो नि त ऊ पनि नदीकै हो अर्डर हान्नु दिँदै त दिँदैन कहाँबाट सिक्ने कुरै आएन नि दिँदै त दिँदैन तेल हलाउनु मात्रै हो तेल हलाउनु झार्नी पक्रिनु मात्रै भइरहेको छ नि हेल्परले पनि सेफलाई पड्काउन सक्छ है प्लेट लगाइदिए प्याकिङ हो एक्टिभ छ भने चाहिँ होटेल चलाइहाल्यो एउटा चलाइहाल्यो मोटिभेसन दिने चाहिँ यता चाहिँ हाम्रो यो मोटिभेसन यतिकै एक्टिभ छ भने त होटेल चलिहाल्यो नि अन्त मोटिभेट चाहिँ यतिकै हुन्छ हाम्रो अब टक्कै बनिसकेपछि पढ्यो भने प्लाटलाई पनि धोइदिइहाल्नु पर्यो लगा के बनाना होता है तो सिर्फ भी लहसुन लगा देता हूँ आगे लगा देता सर अरे इतना आग भी नहीं लगाना भाई इतना आग में एक्शन में बस पता नहीं साथी मैले जिन्दगीमा फर्स्ट टाइम मलाई यतिको प्याकिङ गर्ने मान्छे देखेको छु क्या जिन्दगीमा फर्स्ट टाइम उसलाई त कम्पनीतिर लग्यो भने त कम्पनी मालामाल हुन्छ नि अब भाइ तिम्रो इन्ट्रोड्युस दिनु पर्यो के इन्ट्रोडक्सन माय नेम इज अनमोल छेत्री हैन एन्ड आई एम फ्रम जिङलाम 4 नम्बर यस तर अलिअलि इंग्लिश पनि हैन अलिअलि हिन्दी पनि अलिअलि नेपाली पनि है तर अलिअलि इंग्लिश पनि हैन अलिअलि हिन्दी पनि अलिअलि नेपाली पनि है तर म चाहिँ नोइडामा आइदिएको हैन काम गर्नुलाई यस्तो होला कि गाई कलेज बग्ने त हो गाइन यति सिकेपछि चाहिँ 6 महिनामा सेफ
6 महिना 1 दिनमा सेफ सम्झ तिमी सेफ भयो सम्झ तिमी सेफ भयो सम्झ तिमी सेफ भयो कतिको हल्लाएपछि रे दा यतिको हल्लाएपछि त तिमी किन 6 महिना कुरा गरेको कतिको रे यतिको हल्लाइ मात्रै है यतिको महिनामा त ब्याक टु ब्याक यतिको हल्लाएपछि चाहिँ मामु माथि माथि खाली देखा ल माथि माथि देखा न माथि देखा न भनेको म जान्छु वा 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 ओए ओए पाला के चप गर्नु हो सेप यतिको चाहिँ अनियन हो के यतिको चाहिँ कसले पनि गर्दैन यतिको चाहिँ म एउटा छोड्दा एउटा देखाइदिन्छु फेरि होइन ल आमाम 1 सेकेन्डमा चाहिँ यसले डल्लै चप हानिदिँदो रहेछ साथी है हो नि एउटा त तिमीले भर्खर थाहा भएको हो नि हेर त आमाम यो हो नि त कटिङ स्पिड तिमीले भर्खर थाहा भएको आमाम यतिको चाहिँ हुनु पऱ्यो नि त है यसलाई म चाहिँ मिन्चायो भने फेरि एउटा चाहिँ फेरि अब 2-3 महिनामा त मामा बिटु मामा ब्याग यो भन्दा पनि गाइस यो भन्दा पनि दामी चप हाल्नु पर्यो म चाहिँ पल्लकै पल्टी गरिरहेको छु त साथी अब यो भन्दा मिन चप हाल्नु यो हो कि है ओए मोमो चाहिँ यो भन्दा अब मिन चप हाल्नु भने जब सुपको लागि होइन एकदम आमाम यतिको कटिङ त पिन्डालु गराइछ एक बाजे बित्थामा हाँस्छ किन हाँस्यो भने खडुस हो नि त किन हाँस्यो भने खडुस हो नि त हाँस्छ हो हाँस्छ मामा होइन उसलाई टेन्सन डर छ नि त भान्जाले उसको चप खाइदिन्छ भन्ने यत्तिकै हानेछु त पर हल्लाउनु पनि सिकिहालेको छु फेरि मामा यो हो नि त होइन सेप नि महिनामा त सेप महिनाको कुरा है है गालो गिरीश का गाना सुनेगा गिरीश का नहीं सुनेगा नहीं गाएगा गिरीश का गाना ये गाता है ना अरे बेटा दिल ना दिया अरे बेटा दिल ना लिया अरे बेटा देखो ना देखो क्या किया यो चाहिँ हाम्रो अनमोल छेत्री उफ उफ रकेट सलिम की गरी अनारकली डिस्को चली दामी दामी दामी